नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ दिना छेत्री हो फ्रम इन्डिया देहरादुन। साथीभाइहरू आज चाहिँ मेरो देवर बाबुको हल्दी हात हो हैन। मेरो हल्दी हात जानुको लागि पुरा एल्लो राती भएको छु। आउनु बुढा चाहिँ कुर्ती बनाउनु भएन साथीहरू। मेरो बुढा चाहिँ भोलि गइहाल्नु नि। ल तपाईँहरू आउने पो भयो त म त। अनि के अरे जाँदैछौँ हैन। अनि आज हल्दी हातको भिडियोहरू देखाउँछु हजुरहरूलाई। कस्तो लाग्छ प्लिज भनिदिनु होला है। हजुर साथीभाइहरू हामी चाहिँ आधा बाटोमा आयो हैन। आधा बाटोमा कोही ई रिक्सामा कोही चाहिँ स्कुटीमा आएर यहाँ मेरो स्कुटीमा नआएको भयो हुन्थ्यो साथीभाइहरू। ठुलो भयो नि परेलामा हो स्कुटीमा त। अनि दिदीहरू चाहिँ ई रिक्सामा जानुभएको छ। म चाहिँ स्कुटीमा आएको त। पकड्नु बुढा देखाउँ। मैले चाहिँ यो नेपालबाट लिएको ढाकाको सल सोचे सब त यस्तरी हुन्छ बुढा है। ल ल पहिला बस न फेरि ढाक्नु। साथीभाइहरू हामी चाहिँ घरमा पुगिसक्यो है। अब म चाहिँ कोही भिडियोमा भोइस ओभर गर्छु, कोहीमा चाहिँ गर्दैन है। किनकि अब क्लियर आइरहेको छैन। कतै भिडियोमा चाहिँ म बोलेको छैन नि त। यहाँनिर चाहिँ हल्दी सुरु भएको छैन, पूजा चाहिँ हुँदै रहेछ। हामी चाहिँ एकदम ठिक टाइममा आइपुग्यौँ होइन। यहाँनिर चाहिँ दुलाको बुवा आमा पूजा गर्दै हुनुहुन्छ। हामी चाहिँ मेरो दुईवटा जेठानी दिदी, मेरो एउटा आमा दिदी एउटा जेठानी दिदी हो। साथीभाइहरू अनि अर्को कुरा नि छोरा मान्छेको बिहे हुनु र छोरी मान्छेको बिहे हुनुमा कति फरक हुन्छ है। यति बेला हल्दी लगाउँदाखेरि छोरी मान्छे भएको भए यति बेला यति रोना धाना हुन्थ्यो है। अब छोरा मान्छे भएर सबै खुसीमा हुनुहुन्छ क्या। अब छोरा भनेपछि त बुहारी आउने, घरमा खुसियाली आउने, छोरी त अरूको घरमा जाने है, घर नै सुनसान गराएर जान्छ भन्ने टेन्सन पनि हुन्छ नि त। अनि त्यो म जति पनि बिहेमा गएको थिएँ नि साथीभाइहरू, प्रायः म मेरो नन्दहरूको बिहेमा गएको थिएँ। अनि त्यति बेला जहिले पनि रुने हुन्थ्यो क्या। उहाँहरू रोएको देखेर अब आफूलाई पनि नराम्रो लाग्छ नि त। अनि यहाँ त त्यस्तो केही रुनेको केही माहौल थिएन। यति रमाइलो गर्नुभएको थियो, यति रमाइलो। अनि हाम्रो चाहिँ 5-6वटा फुपूहरू हुन्छ, फुपूहरूले गर्नुहुन्छ ज्यादा रमाइलो होइन। अनि उहाँहरूसँग मजा पनि आउँछ क्या। अनि यहाँनिर चाहिँ हल्दी सुरु भइसक्यो। हल्दी चाहिँ सबैभन्दा पहिले कन्याबाट लगाउनुपर्छ, कन्या कुमारीहरूले लगाउनुपर्छ अरे होइन, सबैभन्दा पहिले। अनि यहाँनिर नानीहरूले हल्दी कुटेको जस्तो गर्ने अनि लगाइदिने, फोटोसुट गर्ने हुँदै थियो। साना यस्तो राम्रा हेर्न कति क्युट छन् है। अब माई गड रमाइलो भएको थियो, एकदमै साह्रै रमाइलो भएको थियो। मैले भनिहालेँ है, जति पनि बिहेमा गएको छ, छोरी मान्छेको बिहेमा गएको, यो चाहिँ हाम्रो चाहिँ घरकै बिहे हो है। घरकै बिहे भएर पनि होला, एकदम मजा आइरहेको थियो। अनि साथीहरू बाबु चाहिँ यति सिधा, मेरो देवर बाबु यति सिधा लागिरहनु, कति सिधा है। हेर्दाखेरि हजुरहरूले के लाग्छ? मेरी प्यारी फुपू, सबसे छोटी फुपू। हाँ सबसे छोटी फुपू, सबसे छोटी नहीं है भाई। हाँ आशा फुपू, सबसे बड़ी वाली फुपू है आईना। उहाँ चाहिँ सबैभन्दा पहिला लगाइने चाहिँ भान्जी अनि भतिजीहरू हुनुहुन्छ। अब मैले कोही भिडियोहरूमा चाहिँ भोइस ओभर गर्छु साथीहरू है। अब हजुरलाई पनि बुझाउँछु नि त। अब कोहीमा चाहिँ अब जस्तो छ त्यस्तै ओरिजिनल नै राखिदिन्छु।
हजुरहरू बस हेरेर इन्जोय लिनु होला। सबैजनालाई हल्दीहरू लगाउनु भयो अनि हाम्रो बारी आयो मेरो बुढा र मेरो। अनि यो भिडियो गराउने मान्छे देखेर नि मलाई एकदम रिस उठ्यो साथीहरू। के भिडियो बनाइदिनु भनेको, के भिडियो बनाइदिनु भएको होला, यति हल्लाएर यस्तो उस्तो, ए भगवान्। यो भिडियो गराउनु चाहिँ ओम बाबु हो है। मैले चाहिँ ओम बाबुलाई भिडियो बनाइदिनु भनेको है। म एकातिर छु, भिडियो एकातिर छ, बात केही छैन, अब के गर्नु होइन। हामीहरूले चाहिँ यहाँनिर मेरो बाबुलाई कति खोजेको थियो, बाबु नै थिएन होइन। फोटो खिचौँला भनेर चाहिँ बाबुले खोजिरहेको, बाबु नै थिएन। अनि यहाँनिर चाहिँ हल्दी आइहालेछ बाबु। हल्दी लगाइदिएर हामीहरूले एकअर्कालाई लगाइने चलन पनि छ है। अनि म हजुरलाई एउटा कुरा भन्छु, जो लास्टमा बचेको हल्दी हुन्छ त्यसलाई एकदम फिनिस गरेर होइन, त्यसलाई सबैभन्दा लास्टमा बचेको हल्दी चाहिँ भाउजूले लगाइदिनु पर्छ अरे आफ्नो देवर बाबुलाई होइन। हामी चाहिँ उहाँको भाउजू हो, 2जना मात्र छौँ अहिले फिलहाल होइन। अनि दिदी र मैले चाहिँ बाबुलाई हल्दीहरू लगायो, फोटोहरू खिच्यो होइन। हामीलाई त अब थाहा हुँदैन नि त, मलाई पनि त्यति बेसी यतातिरको सिस्टमहरू थाहा छैन। हामीलाई काकीहरूले भन्नुभएको हो नि त, अब तिमीहरू भाउजू भनेपछि अब तिमीहरू लास्टको तिमीहरूले लगाइदिनु पर्छ यताउता भनेर चाहिँ हामीहरू लगाइदिन्छौँ। फोटोहरू पनि खिच्यौँ होइन। अनि साथीभाइहरू मेरो देवर बाबु चाहिँ यति सिधा हुनुहुन्छ, यति सिधा है, सोचेको भन्दा पनि ज्यादै सिधा हुनुहुन्छ। भिडियो देखेर थाहा भएकै होला हजुरहरूलाई होइन। अनि अब चाहिँ यहाँनिर एउटा छ टी पार्टी। टी पार्टी भनेको, टी पार्टी भन्दा पनि साथीभाइहरू यो गुलगुले के भन्ने हल्दीमा खाने हुन्छ नि त। मलाई त राम्रो पनि लाग्दैन त्यति बेसी, खाँदैछौँ हामीहरू होइन। मेनली हुन्छ साथीभाइहरू। हल्दीमा के छ देखाउँछु ल। हल्दी दिदीको फेभरेट होइन, मलाई थाहा छ। बेला बेला चुप गरेर मनको माया फुक्का क्या मेरो प्यारी प्यार सुतरी। देख आमा चाहिँ दिदी यति भनिसक्यो माया गर्छन्। माया गर्नुहुन्छ कति खिरै खिरा खाइदिन्छु म। मुली राम्रो छ, मुली अब छेउमा बसिदिनु। अच्छा जरुरी नै है। बत्तू हरी मिर्ची को डाली भाई। अरे यार हरी मिर्च का प्लांट है वहाँ पे। यो चाहिँ नि साथी कडी चाहिँ मेरो फेभरेट होइन, मलाई चाहिँ राम्रो लाग्दैन कि। तर हल्दीमा चाहिँ यही हुन्छ जसको भए पनि ल। कडी भात कस्तो लाग्यो हल्दीवाला भिडियो प्लिज कमेन्ट गरेर भनिदिनुहोस्। आजको भिडियो चाहिँ मेरो यति नै होइन, भिडियो होइन भिडियो। अब अर्को भिडियोमा भेटौँ ल, अहिलेको लागि बाई।